अहिले म पोखराको पृथ्वी चोक अर्थात् लखन चोकमा आइपुगेको छु। यो राउन्ड बोर्डको बीचमा यहाँनिर लखन थापाको शालिग रहेको छ। अब माथितिर सुन्दर हिमालहरू हामी दृश्यावलोकन गर्न सक्छौँ। एकदमै सुन्दर हिमालहरू यतापट्टि देखिन्छन् भने यो राउन्ड बोर्डको सिधा अगाडिपट्टि पोखराको पुरानो बस पार्क रहेको छ। अब यहाँबाट नै पृथ्वी राजमार्ग सुरु हुन्छ र यो पृथ्वी चोकमा हामी आइपुगेपछि यहाँनिर ठुलो ट्राफिक हुने गर्छ जुनसुकै समयमा पनि। अब यति धेरै व्यस्त हुने ठाउँ हो नि यो पृथ्वी चोक। यहाँ आइपुगेपछि त तपाईँलाई लाग्छ कि पोखरामा कति ठुलो ट्राफिक छ भन्ने कुरा पनि थाहा हुन्छ। अनि यहाँ एउटा पनि आकाशे पुल छैन। पैदल यात्रीहरूको लागि आकाशे पुल भइदिने हो भने एकदमै सजिलो हुने थियो र यहाँ आउने पैदल यात्रीहरू जस्तै अब यहाँबाट ट्राफिक बस्नुहुन्छ अनि ट्राफिकहरूले यतापट्टि जा भन्दाखेरि फेरि यताबाट पैदल यात्रीहरू आइदिनुहुन्छ, जसले गर्दाखेरि यहाँ जाम नै हुने गर्छ। पोखराका यस्ता अति नै व्यस्त हुने ठाउँहरूमा आकाशे पुल भइदिने हो भने पैदल यात्री, सवारी साधन चालक सबैलाई एकदमै सहज हुने थियो। अब पोखरामा पहिला यो ट्राफिक लाइटहरू पनि सञ्चालनमा ल्याइएको थियो, फेरि बन्द गरेर राखिएको छ। अब अहिले त पूर्ण रूपमा नै बन्द भएका छन् सबै ठाउँहरूमा यो ट्राफिक लाइटहरू। किन बन्द गरियो थाहा भएन। पोखराको यो पृथ्वी चोकमा यस्तो ट्राफिक हुने गर्छ नि। यो पोखराको पृथ्वी चोकबाट सभागृह चोक हुँदै सिर्जना चोकसम्म नै पुग्छ क्या ट्राफिक। जाम हुन्छ, सबै गाडीहरूले जाम हुन्छ भने यता बस पार्कसम्म पुरै जाम हुने गर्छ।